बिस्तारै अब नेपाल पनि इन्डिया जस्तै हुन आँटिरहेछ। नमस्कार सबैजनालाई, म एकराज राजवंशी। केही वर्ष अगाडिसम्म चाहिँ हाम्रो देश नेपालको खेतहरू चाहिँ यस प्रकारले बाजो राखिने गरिन्थ्यो। तर इन्डियाको खेतहरूमा भने इन्डियाको किसानहरूले मकै खेती गर्दथे, पहिलेदेखि नै गर्दथे र त्यसबाट चाहिँ राम्रो आम्दानी पनि निकाल्ने गर्दथे। जस्तै इन्डियाको सबै खेतहरूमा, इन्डियाको खोलाको बगरहरूमा चारैतिर मकैबारी र इन्डियामा नभई इन्डियाको किसानहरू चाहिँ नेपाल आएर नेपालको खेतहरू, नेपालको खोलाको बगरहरू ठेक्कामा लिएर नेपालमा पनि मकै खेती गर्न थालिसकेका छन्। र त्यही हेरेर नेपालको किसानहरूलाई लोभ, उत्सुकता जागेर नेपालको किसानहरूले पनि नेपालमा मकै खेती गर्न थालेका छन्। एकदमै नेपालमा पनि अब मकै खेती चल्तीमा आएको छ। अनि अर्को कुरा, अब नेपालमा सब्जी खेती एकदमै झन्झट भएर सब्जीहरू नबिकेर अनि मकै खेती गर्न थालेका छन्। मकै खेती चाहिँ अप्ठ्यारो छैन, किनभने रोपेपछि ढुक्क बेच्न एकैचोटि काटामा जान्छ। अनि यहाँ देख्नुभएको यो खेतहरूमा चाहिँ पहिला मकै पनि थिएन, यस्तै बाजो थियो, यहाँनिर बगर थियो, गोरु बान्ने, केटाकेटीहरू फुटबल खेल्थे। तर अहिले यो ठाउँमा भने पनि एक नम्बर मकै फलाइएको छ, ताजा ताजा एकदमै हरियो। अनि आकाशको पानीले त झैन राम्रो बनाइएको छ एकदमै। अनि यहाँनिर बोटहरू हेर्न सक्नुहुनेछ, एकदमै मोटो मोटो छ। अब यस्तो मोटो बोटमा मोटो मकैको घोगा त निस्किने हाल्छ। अनि यहाँनिर अहिले आकाशको पानी भए पनि पहिले चाहिँ यहाँनिर जेनेरेटरबाट तानेर पानी हाल्ने गरेका थिए। नहरबाट, खोलाबाट, जेनेरेटरबाट तानेर सबै खेतमा हालेका थिए। अनि यहाँनिर चाहिँ मेहनत पनि साह्रै गरेका छन् यहाँ मकै रोपेका मान्छेहरूले। यहाँनिर कतिचोटि दबाई हालिसके, झार मार्ने दबाईहरू एकदमै मेहनत गरेका छन्। अनि यहाँनिर चाहिँ एकदमै स्टेप स्टेपमा मकैहरू छ। कुनै मकैहरू फलिसकेको छ भने कुनैहरू चाहिँ सानो सानो छ, हुर्किँदैछ। अनि यहाँनिर अहिले मकैको साथसाथै एकदमै घाँसहरू पनि छ। मान्छेहरू केही समयपछि यहाँ काटेर लान्छन् यहीँदेखि। अनि हाम्रोतिर चाहिँ यस्तै छ मकैको खेती। मैले पनि रोपेको छु, हल्का अर्को भिडियोमा देखाउने छु। अनि तपाईँहरूकोतिर चाहिँ के कस्तो छ, तपाईँहरूले कति रोप्नु भएको छ, फल्यो कि फलेन, सबै कुरा तपाईँ मुनि कमेन्टमा भन्नुहोला। अनि आजको भिडियो यतिमै समाप्त हुँदैछ। भेट हुनेछ अर्को शानदार भिडियोमा। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।